नमस्ते सबैजनामा म चाहिँ फरिन्द आज चाहिँ म लोचन पार्क यता देखाउनु होला यता लोचन पार्क चाहिँ हामी घुम्न आएको सो आज तपाईहरुले देखाउन जाँदैछ आउनु होला है चाहिँ हाम्रो सोचाङबुङ एरियामा रहेको एउटा लोचन पार्क भन्ने ठाउँ रहेछ अनि यो चाहिँ एकदम रमाइलो के आउनु होला है हेर्नु होला यो सबैतिर हेर्नु होला है अनि सबैभन्दा यो भित्र अब भित्र त पुरै पोल्युसन रहेछ पुरै फोहोर रहेछ बाहिरतिर हेर्नु होला है भन्दा उता भ्यूहरू होइन काम लागिरहेछ सो हेर्नु होला हेर्ने कोसिस गर्नु होला होइन यो चाहिँ मेरो साथी फेरि विक्रम हो है जुन क्यामेरा चाहिँ अघि साथीले समातेको थिएँ हेर लजाएर फेरि धेरै पढ्ने छ क्या जताततै पढिहिन्छ अनि मोबाइलमा डुब्ने होइन यसको सही सदुपयोग गर्ने सही हो होइन यता थोरै पोइन्ट रहेछ क्या यो यति राम्रो छ क्या यो माथि चढ्नलाई अनि म चाहिँ जस्ट ट्राई गरेको अब नराम्रो होला होइन कुनै ठाउँमा त्रुटि फुटी होला क्षमा गर्नु होला है जस्ट म चाहिँ अब भ्लग बनाउन सिक्दैछु सबैजनाले धेरैभन्दा धेरै साथ सपोर्ट दिनु होला माया गर्नु होला म चाहिँ पढिन सोलुखुम्बुबाट अब बुङ छेसकाम सोताङ भनेपछि तपाईँहरूलाई थाहा भइसक्यो होइन कतिपय त आउनु भएको होला होइन र यो ठाउँमा अब योभन्दा हामी उता चाहिँ जाँदैन आज स्कुलमा चाहिँ प्रोग्राम भइरहेछ अनि साथीसँग हामी चाहिँ निस्केर गएको के अब धेरैजना जाने हुन्छ नि तर आफ्नो के हुन्छ आफ्नो शैलीमा क्या हामी चाहिँ घुम्ने एउटा निर्णय बनाएर आएको साथी छ तर सरसँग चाहिँ पर्मिसन अनुमति लिएको थिएन केही छैन भरै हाजिर गर्न चाहिँ पुग्ने ओके गाइजहरू सबैजनाले धेरैभन्दा धेरै लाइक कमेन्ट गर्नु होला होइन कताबाट हेर्दै हुनुहुन्छ त्यहाँ पनि कमेन्ट गर्न सक्नुहुनेछ यो तल लड्यो भने चाहिँ गाह्रो हुन्छ है अनि यतातिर फेरि छेउमा हामी जस्तो हामी चाहिँ दह्रो छौँ क्या बलिया छौँ अनि त्यही भएर छेउमा बस्ने हुन्छ अब कोही तपाईँहरू वृद्ध हुनुहुन्छ भाइ बहिनीहरू हुनुहुन्छ भने छेउमा नबस्दिनु होला है यसरी जुनसुकै ठाउँमा यसरी लड्न सकिन्छ यो मेरो साथी पनि एकदम दह्रो छ क्या त्यही भएर छेउमा बसिरहेको छ बाई